जरुरी सूचना। के तपाईलाई आफ्नो किचनमा ग्यास लिक भएको शंका लागेको छ वा ग्यास लिक भएमा के गर्ने र नगर्ने सम्बन्धी जानकारी छ? यदि छैन भने यो भिडियो पुरा हेर्नुहोला। 3,000 people every year. But why do these cylinders, made of high carbon steel, explode? They can withstand pressures of up to 25 kg in such a small space. These cylinders are filled with highly flammable LPG gases like propylene, butane, and propane in liquid form, with a pressure of 5 to 7 kg per square centimeter. Most blasts occur when the cylinder walls or regulator are faulty, causing gases to leak from the cylinder. This high pressure escapes, igniting when exposed to a spark or fire. This fire gradually heats the cylinder's surface, causing the liquid gases inside to boil and turn into steam. This increases the pressure inside the cylinder significantly, and upon contact with fire, a blast occurs. जाजरकोटको नलगाड नगरपालिका 2 छिप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु। गत चैत 29 गते ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा 3 जना घाइते भएकामा थालु प्रसादकी 42 वर्षीय श्रीमती माया जैशीको काठमाडौँ स्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा ज्यान गयो। खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोदन गाउँपालिका 5 जयनगरमा एकै परिवारका दाजु बहिनीको मृत्यु भएको छ। ग्यास लिक भएर आगो लाग्दा परशुराम यादवका 24 वर्षीय छोरा शिवकुमार यादव र 18 वर्षीय छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो। आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरवा स्थित मेडिकल कलेज लगिएको थियो। त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर स्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरवामै मृत्यु भएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार शिवकुमारको शरीरको 85% र सोनमको शरीरको 75% भाग जलेको थियो। घटनाको प्रारम्भिक अनुसन्धान अनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको थियो। सोही बेला गोठमा बलिरहेको आगोबाट भान्सा कोठामा सल्किएर ठूलो आगलागी भएको प्रहरीको भनाइ छ। दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। उपचार गराएर नेपाल फर्किए चन्द्र भण्डारी। करिब 2 महिना भारतको मुम्बई स्थित बन सेन्टर अस्पतालमा उपचार गराएर स्वस्थ भई सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। 2 महिना अघि काठमाडौँको बुद्धनगर स्थित आफ्नै निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनी जलेका थिए। उनीसँगै जलेकी उनकी आमा हरिकला भण्डारीको भने निधन भएको थियो। ठुलो आवाजले पड्क्यो अनि त्यो पड्केपछि म पुरै धमिलो भयो, केही देखिनँ। इँटाका कुड्काहरू त्यो सिसाहरू सबै आयो अनि म आँखै देखिनँ। अनि यस्तो छाम्दै छाम्दै उता फर्केर गएँ। अनि यहाँ पनि काट्यो, ढाडमा पनि काटेको छ, यहाँ पनि काटेको छ। अनि गएँ अनि 2 जना मान्छे चाहिँ त्यो पछिल्लोचोटि पड्किँदाखेरि त्यो तलबाट यसरी भङ्ग फड्किँदाखेरि 2 जना मान्छे चाहिँ रोडमा आएर बजारिएको देखेँ। दर्शकबिन्दु तपाईँले देखिरहनु भएको घर यो नयाँ बजारको फलफुल चोकमा रहेको कृष्ण कार्कीको घर हो र कृष्ण कार्कीको बुधबार मात्र निधन भएको थियो र निधन भएपछि कृष्ण कार्कीको काजक्रिया बस्ने क्रममा चाहिँ त्यही घरमा आज बिहिबार 11:15 बजे एक्कासी ग्यास विस्फोट भएको छ र ग्यास विस्फोटका क्रममा वरपरका घरहरूमा पूर्ण क्षति भएको छ। विशेष त कृष्ण कार्कीको घर पूर्ण क्षति यस्तै गर्नु यहाँ हेर्नु साथीहरू। यो त एकदम यो दर्दनाक कहानी देखाउँछु।
सकिसकेपछि यतिको यो दृश्य हो यो पत्ता लगाउन कोसिस गर्दैछौँ यहाँनिर यहाँहरूलाई देखाउनेछौँ अब हुन्छ नि कति आमाहरू हुन्छ मेरो छोरा कमाउन गएको छ होइन छोरा यतिलाई के भयो थाहा छैन हजुर छोरा पनि हुनुहुन्छ होइन तर पनि छोरा कस्तो छोरा देखिरहेको आउने उनीहरूको हातबाट खाएको होइन त्यस्तो बच्चाहरू म पनि यहाँ नजिकै काम गर्छु अनि त्यो सुन्ने बित्तिकै हेर्नु नसकेर यता आएको हो कति बजी घटना होला 8 बजी साउली भन्नुभएको 8 बजी भन्नुभयो मैले साउलाई नि भेटेर कुरा गरेँ हुन्छ ल धन्यवाद छ नरुनुहोस् अब छैन मन कस्तो हुन्छ नि मेरो पनि मैले पनि 18 वर्ष छोरा पिताको आमा हो होइन त्यो आमालाई कस्तो हुन्छ होला त्यो सुन्दाखेरि चाहिँ त्यो त्यति बेलाको स्थिति चाहिँ कस्तो हुन्छ होला भनेर त्यो सोचिरहेको छु क्या मैले तर बसारले केही नहोस् होइन जुटको परै झिकेर भिजाउनु न ठाडो पारेर बाल्टी हालिदिनु बाल्टी भयो पुरै सिसा यस्तो भयो पड्केर मेरो एउटा ग्यास फटिएर यस्तो हालत यस्तो स्थिति भयो घरलाई हजुर के गर्दाखेरि ग्यास फट्यो मेरो खाना बनाउन थियो अनि एक्कासी ग्यास लिक रहेछ अनि ग्यास लिक भएको बेलामा गएर मैले एक्कासी बत्ती बाल्दाखेरि बत्ती पनि ट्याप्दै फुट्यो है अनि त्यहाँ ग्यासको आगोले भेटाएर त्यो बत्ती आगोले अनि यस्तो हालत भयो म चाहिँ एक्कासी बिरस भएर पुरा यस्तो भक्तबाट लडेछ काम पनि पुरै जलेर पुरै बढेर औँलामा डढेर पुरै पुरै टाँसिन्छ कपाल पनि धेरै लामो थियो है यता त पुरै ल्याप त्यो डक्टरले यसरी उकाउँदाखेरि त छाला भित्र भर्ती नै यस्तो देखिने थियो हल्का होस आउँदाखेरि उसले मलाई एम्बुलेन्स लानेको होस आउँदा पनि पुरै यहाँ त यो सब खोर्सानी आएर पोल्ने भनेर है कति वर्ष पुग्नुभयो त भाइ 23 लाग्यो 23 वर्ष कति महिना भयो यो यस्तो भएको तपाईको शरीरको यो अनुहारभन्दा माथि बाहेक कहीँ पनि पोलाइको असर नभएको ठाउँ छैन होइन कतैबाट मासु झिकिएको छ अर्को ठाउँमा हालिएको छ हजुर त्यो छैन त्यो जुन दुर्घटना भयो पोल्ने दुर्घटना ग्यासको दुर्घटना त्यो चाहिँ कसरी भएको थियो भन्नुहुन्छ त्यो त मैले चिया बनाइरहेको थिएँ चिया बनाउने क्रममा चाहिँ कोठामा थिएँ चिया बनाउने क्रममा चाहिँ ग्यास लिक भएको थियो मेरो चाहिँ चिया बनाइरहेको थियो मलाई त्यतिखेर रुगा पनि लगाएको थियो अनि चियाको रङै छोडेको थिएन त्यो टाइममा चाहिँ अनि मैले चाहिँ यस्तो फिल गरेँ मैले ग्यासै बालेको छैन जस्तो लाग्यो मलाई चाहिँ अनि त्यतिखेर ग्यास पाकिसकेको छैन यतापट्टि ग्यास बलेको देखिएन सायद मैले ग्यास बाल्न बिर्सेँ त्यो सोचेर चाहिँ अनि फेरि मलाई चाहिँ अलिक शङ्का पनि लाग्यो कि केही बालेको पनि होला कि मैले झ्यालहरू सब खोलिदिएँ कि एकछिन हावा जाओस् अनि बाल्छु भनेर सोचेँ अनि त्यतिखेर झ्याल खोलेँ मैले हावा पनि भयो एकछिनसम्म अनि पछि फेरि बाल्दा बेला ठ्याक्कै पाइपबाट आएको समय आयो अनि त्यतिखेर मैले तपाईँलाई त्यो ग्यास रुगा नलागेको भए ग्यासको गन्ध थाहा हुन्थ्यो र केही छ कि भन्ने हुन्थ्यो रुगाले गर्दा ग्यासको गन्ध पनि थाहा भएन अनि त्यतिखेर चिप्लो लुगा लगाएको थिएँ मैले पोलिस्टरको अनि त्यहाँ पछि हातबाट समायो हातबाट समाउँदा सबै चिप्किहाल्यो त्यो तपाईँ एक्लै हुनुहुन्थ्यो है कोठामा त्यतिखेर एक्लै थिएँ म 3-4-5 मिनटसम्म त बलिरहेको थियो शरीर सबै अनि पछि दाइ चाहिँ टोइलेट गर्न आउनु भएको थियो यदि त्यो टाइममा माथिल्लो तलामा हुनुहुन्थ्यो तपाईले चिच्याएको पनि सुन्नु भएन म चिच्याउन खोजिरहेको थिएँ त्यो आगो लागेको बेलामा तर त्यो आवाज नै आएन त्यो त्यस्तो आउँदैन नि त्यसो फिलै भइरहेको थियो म सोचिरहेको थिएँ म कराउँछु तर निस्किरहेको थिएन कि आवाज चाहिँ एकदमै गाह्रो भएको थियो अनि तपाईलाई आगोले पोलेको बढ्दैछ एकदमै अनि पछि ठ्याक्कै दाइ टोइलेटतिर यदि त्यो टाइममा उहाँ नआउनु भयो त्यतिखेर म सकिसके पनि हुन्थ्यो होला ती नै हुन्थ्यो कि अनि दाइ आउनुभयो टोइलेट जानुभयो टोइलेट जानुको लागि आउनुभयो ठ्याक्कै टोइलेटको पानी ल्याएर खनाइदिनु भयो उहाँले मलाई हेर्ने बित्तिकै अनि त्यो टाइममा 2 घन्टासम्म त तडपै अब गाउँ घरतिर त गाडी पाउँदैन नि त
यो त वीरगन्जमै भएको बोर्डरतिर उही नै घरतिर मेरो अनि त्यहाँपछि गाडी पाएन 2 घन्टा वेट गर्यो गाडीको लागि म छटपटिरहेको थिएँ एकदमै भनेको तपाईँ त्यति बेला गाउँ जानु भएको थियो पढ्नु त तपाईँले कीर्तिपुरमै पढायो हो नि त त्यतिखेर हाम्रो ड्याडीको डेथ भएपछि अनि 2 वर्षपछि हामी होटलहरू सबै बेच्यो अनि घर गइहाल्यो ए यहाँ त व्यवसाय पनि खास अब चलाउने मान्छे भएन तथापि त्यति बेलासम्म तपाईँहरूको आर्थिक अवस्था चाहिँ राम्रै थियो राम्रो थियो अक्सिजन ग्यासको सिलिन्डर र हामीले खाना बनाउने एलपी ग्यास जोइन गरेर चाहिँ त्यो पाता काट्ने रहेछ क्या त्यो 2टा पाइप जोडेर एउटाबाट नोजल निकालेर अनि त्यो पाता कटिङ गर्ने रहेछ क्या त्यही ग्यास एक्सप्लोर भएको हो क्या खासमा त्यो अब लाइटर लाउने थियो बाहिर फ्याल्न पर्ने हो नि त त्यो फायर त तर भित्र तानेको क्या त्यो मिस्टेक अब सिलिन्डरमा मिस्टेक थियो कि अब अक्सिजन सिलिन्डरमा मिस्टेक थियो अनि त्यसरी तानेर चाहिँ त्यहाँबाट चाहिँ एक्सप्लोर भएको हो क्या ठ्याक्कै म रोड जस्ट लाइक अब यो घर भयो घरको अब सडक यतिमा छ म ठ्याक्कै सडक पारी थिएँ सडक पारी भएको मान्छेलाई अब त्यो सटरमा त अब त्यो जता ओपन सर्भिस भयो त्यति आउँछ नि त त्यो फ्लेम त त्यो फिल्मले मलाई 3 मिटर फालिदिएको हो क्या झन् त्यो सडकबाट पनि अगाडि त्यो किराना पसल थियो एउटा त्यहाँ पुऱ्याइदिएको हो क्या त्यो लप्काले फालेको 5 जना परेको थियो यसमा त्यहीँभित्र काम गर्ने 3 जना परेको थियो एउटा फुजे चाहिँ एक्सपायरी भयो 15 वर्षको एउटा फुजे त एक्सपायरी भयो अनि 2 जना दाइहरू हुनुहुन्छ उहाँ चाहिँ म्यारिड हो अनि अर्को एकजना पनि बाटोमा हिँड्नु परेको छ त्यो पनि यतै उसको घर भक्तपुर त्यो लुबुतिर बसिरहेको छ के अरे अहिले अनि एकजना चाहिँ म हामी जस 5 जना परेकोमा एकजना चाहिँ एक्सपायर भयो 4 जना चाहिँ अब भनौँ न मेरो घर गोदावरी नगरपालिका वार्ड नम्बर 5 दिने हो तर हाल चाहिँ म इमाममा बस्छु मेरो यो घटना चाहिँ अर्को घरमा ग्यास पड्किँदाखेरि चाहिँ म बाटोमा हिँड्दाखेरि भएको यो केस चाहिँ खासमा अनि यो कस्तो भयो भने सबैजना पढ्नु पढ्यो त जलाउनुको लागि कस्तो रहेछ भने यसरी भिक्टिमहरूको लागि अगाडिदेखि उनीहरू जतिसम्म सर्जरी गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ धेरै सुविधाहरू छ तर अरू जलाउनु पीडितहरूको लागि चाहिँ सुविधा केही पनि छैन रहेछ जस्तै अब मेरो प्यारेन्ट्सले त एफोर्ड गर्न सक्नुभयो म यहाँसम्म बाँचेर आएँ होइन अहिलेसम्म मेरो 8वटा सर्जरी भयो मैले जम्मा 20 लाख रुपियाँ मात्रै इन्सुरेन्स पाएको थिएँ ग्यास हराएर घरभर्ती गरेर अनि अहिलेसम्म मेरो 50-60 लाख खर्च भइसक्यो अब बाँकी पनि कति उपचारहरू गर्न बाँकी छ अब यो उपचारको कुरा त छुट्टै भयो जल्दाखेरिको जुन पीडा थियो त्यो पीडा अब हामीले व्यक्त गर्न पनि सक्दैन हजुरहरूले त्यो महसुस गर्न पनि सक्नुहुन्न सबैजनाको आफ्नो पीडा हुन्छ तर जलिसकेर जब हामी बाहिर यो समाजलाई अब हामी समाजमा हिँड्छौँ है भनेर हिँड्दाखेरि चाहिँ समाजले चाहिँ हाम्रो यो अनुहार देखेर चाहिँ उनीहरू टाढा भाग्नुहुन्छ तर हाम्रो चाहिँ कस्तो हुन्छ भने हामीलाई पनि कसैले साथ दिइदियोस् होइन हामीलाई पनि कसैले आफ्नो भनियोस् सबैजना टाढाबाट भाग्यो भने हाम्रो सेल्फ मोटिभेसन पनि चाहिँ डाउन हुन्छ नि त बाँच्नु के रहेछ बाँच्नु भनेको बाँच्नुलाई कसरी हेर्ने जिउँदै मरेको जस्तो हुन्छ नि हाम्रा त धेरै जिउँदै मरे जस्तो भएर नै मुलुकले दुःख पाएको बाँच्नु भनेको मुलुकको निम्ति मानव सेवाको निम्ति केही गर्नु हो त्यति मात्रै हामीसँग अहिले 2वटा रेगुलेटर रहेको छ एउटा नर्मल खाले रेगुलेटर र एउटा सेफ्टी मिटर रेगुलेटर रहेको छ जसले अटो कट गर्छ केही भिन्नता देखाउँछौँ एकछिन पछाडि डेमो गरेर यसको भिन्नता तपाईँहरू एकछिन हेरिदिनु होला यदि तपाईँहरूको घरमा नर्मल खाले रेगुलेटर छ यस्तो खाले रेगुलेटर भने यसमा आगलागी दुर्घटनाहरू कसरी हुन्छ आगलागी भएको बेलामा आगोको स्रोत विद्युतको स्रोतहरू भयो भनेपछि आगलागी दुर्घटनाहरू हुने सम्भावना धेरै हुन्छ यसरी ग्यास दिएको गर्छ र तपाईँको घरमा ग्यास दुर्घटना हुने हो त्यही भएर आगलागी नहुन दिनका लागि हामीले सेफ्टी मिटर रेगुलेटर आई ग्यास ल्याइसकेका छौँ जुन जर्मनीको टेक्नोलोजी हो यो टेक्नोलोजीलाई धनगढीमा ल्याउने हामीहरू छौँ यसले ग्यास कति छ के छ यसमा देखाउने हो भने ग्यासको मात्रा देखाउँछ यसमा ग्यास हाई प्रेसर लो देखाएको छ भने मिडियम पनि देखाएको छ र पुरा सकिएको यसको ग्यास कति छ के छ सकिएको जमेको सबै कुरा यो मिटरले देखाउँछ आई ग्यासको भने अब यो एनएस नेपाल सरकार गुणस्तर चिन्ह प्राप्त प्रोडक्ट हो गुणस्तरीय प्रोडक्ट भनिन्छ यो नेपाल सरकारको 530 गुणस्तर विभागमा दर्ता भएको चिज हो र अघि योभन्दा अगाडि हामीले नर्मल रेगुलेटरमा आगो लाउँदाखेरि आगो लागेको थियो भने अब यो सेफ्टी मिटर रेगुलेटरमा हामीले बटन अन गरेका छौँ बटन तपाईँ देख्न सक्नुहुन्छ खुलै छ यसमा हामी आगो लगाउँछौँ आगो लागेन योभन्दा अगाडि आगो लागेको थियो त्यति ठुलो आगो थियो भने हामी नियन्त्रण गर्न सक्दैनौँ घरभित्र त्यत्रो आगो लाग्यो भने नियन्त्रण हुँदैन तर यसमा चाहिँ हामीले बटन खुला गर्दाखेरि पनि आगो लागेन बन्द गर्दाखेरि पनि आगो लागेन पाइप जडान गऱ्यौँ अब यसलाई हामीले अन गऱ्यौँ अब यसले ग्यास दिन सुरु गर्छ यहाँ आगो बलिसकेको छ यसमा र आगो बलिरहेको छ यस्तै अवस्थामा कतैबाट पाइपहरू फुट्दियो मानव फुट्यो हामीले बन्द गरेका छैनौँ खुलै छ यो अवस्थामा पाइप फुट्यो भने कसरी बन्द हुन्छ त भन्दाखेरि यसरी बन्द हुन्छ यहाँ ग्यास दिएन तपाईँ देख्न सक्नुहुन्छ यहाँ आग लागि भएको छैन
अटो अफ भइसकेको छ यतातिर, किनभने खाना बन्दै कतैबाट लिकेज भयो वा पाइप फुट्यो। अहिले तपाईँको अगाडि हामीले पाइप फुटाएर देखायौँ, त्यतिखेर पाइप फुट्दाखेरि यसले आफै अफ गरिसकेको छ, त्यहाँबाट अनै छ, हामीले बन्द गरेका छैनौँ, भागादौड पनि गर्नु परेन। यदि नर्मल रेगुलेटर भएको भए ग्यास दिए गर्थ्यो। अब हामी यसलाई पानीमा हालेर पनि चेक गर्छौँ, बटन खुलै छ, पानीमा हाल्दाखेरि पनि यसले ग्यास दिएन, दिएको छ त छैन। यदि नर्मल रेगुलेटरमा योभन्दा अगाडि हामीले देखायौँ पानीमा नर्मल रेगुलेटरको पाइप हाल्दाखेरि बुबुल्का फुटेर चाहिँ ग्यास पानी आएको देखाएको थियो भने अहिले चाहिँ पानी आएको देखाएन। त्यो कारणले गर्दा आगलागी हुन्छ भनेर सेन्सर सिस्टमबाट एक्सेस फ्लो भल्भ भनिन्छ, यो भित्र हुन्छ, त्यसले चाहिँ अटो अफ गरिदिन्छ। यो रेगुलेटरले तपाईँको धनको क्षति हुनबाट चाहिँ जोगिने हुन्छ। त्यही भएर यो आई ग्यास सेफ्टी मिटर रेगुलेटर तपाईँहरूको घरमा जडान गर्नुहोस् भनेर चाहिँ म तपाईँहरूलाई सजेसन गर्न चाहन्छु। ग्यास लिक भएको शङ्का लागेमा सबैभन्दा पहिले झ्याल ढोका खोलेर हावालाई बाहिर जान दिनुपर्छ। कोठामा रहेका स्विचहरू चलाउनु हुँदैन। स्विच अन अफ गर्नाले स्पार्क निस्किएर आगो लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले यदि बत्ती बलिरहेको छ भने त्यसलाई बल्न दिनुहोस् र बत्ती निभेको छ भने पनि त्यसलाई नबाल्नुहोस्। अहिले सामाजिक सञ्जालमा ग्यास विस्फोट भएका समाचार र त्यसका कारणहरू बारे विभिन्न पोस्टहरू आइरहेका छन्। यस्तो प्रकारको घटनाबाट जोगिन आफू र आफ्नो परिवारलाई सचेत गराउनु हुन हामी अनुरोध गर्दछौँ।